जय मसी नमस्ते एभ्रिवान। इजरायलमा चाहिँ जाडो महिना सुरु भएको छ अनि मलाई चाहिँ जाडो महिना एकदमै मनपर्छ। तपाईलाई थाहा भएन कुन महिना मनपर्छ, तर तपाईहरुको माझमा म एउटा आनन्दको कुरा शेयर गर्न चाहन्छु। हामी जति पनि बाउ आमाहरू छौं अनि हाम्रो छोराछोरीहरूले असल कुराहरू गर्दै गर्दाखेरि हामीलाई धेरै खुसी लाग्छ, आनन्द लाग्छ। तर पनि अझ बढी चाहिँ त्यो समयमा हामीलाई चाहिँ आनन्द लाग्छ जब हाम्रो छोराछोरीले चाहिँ ज्ञानका कुराहरू गर्छन्, असल कुराहरू सोच्छन्, असल कुराहरू बोल्छन्। यो कुराले चाहिँ अझ है हामीलाई चाहिँ आनन्द, उनीहरूले गरेका थोकमा हामीलाई खुसी लाग्ला, तर त्यो भन्दा बढी आनन्द चाहिँ तपाई र मेरो छोराछोरीहरूले चाहिँ असल कुराहरू सोच्ने अनि बोल्ने गर्छन् भने चाहिँ अझ त्यो कुरामा चाहिँ हामीलाई आनन्द लाग्छ। किनभने त्यो कुराले चाहिँ हाम्रो छोराछोरी ज्ञानी रहेछन् भन्ने कुराको है हामीलाई आभास दिन्छन् त हैन। त्यसरी नै हाम्रो स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरले उहाँको स्वरूपमा बनिएका मानव जातिहरू चाहिँ कस्तो भएको चाहनुहुन्छ भन्दाखेरि चाहिँ यहाँनिर उहाँले भन्नुभएको छ हितोपदेश 23 को 15 र 16 पढ्दा गर्दाखेरि यहाँ थाहा पाउन सक्छौं। हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान छ भने मेरो हृदय खुसी हुनेछ, मेरो अन्तस्करण त्यस बेला रमाउँछ जब तेरो उठले उचित कुरा बोल्दछ भनेर चाहिँ परमेश्वरको जीवित वचनले भन्दछ। परमेश्वरले तपाई र मलाई संसारको ज्ञान बुद्धिहरू प्रशस्त दिनुभएको छ, तर स्वर्गबाट आउने बुद्धि चाहिँ अझ हाम्रो हृदयमा छ भने चाहिँ तपाई र म बुद्धिमान बन्न सक्छौं। अनि त्यो बुद्धिमानद्वारा चाहिँ जुन बुद्धिमान छ, जो उहाँबाट आउने ज्ञान बुद्धिद्वाराको बुद्धि चाहिँ हामीसँग छ भने अझ उहाँको हृदय चाहिँ खुसी हुँदो रहेछ। जब उहाँको बुद्धि हामीसँग छ र हामी बुद्धिमान हुन्छ भने चाहिँ उहाँको अन्तस्करण अझसँगले रमाउँदो रहेछ, किनभने तपाई र मेरो ओठले चाहिँ उचित कुराहरू चाहिँ बोल्दो रहेछ। कति आनन्दको कुरा है। परमेश्वरलाई महिमा भएको होस् र परमेश्वरको ज्ञान बुद्धिद्वारा हामी उचित कुराहरू बोल्न सकौं।